संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई, शुभकामना, सफल कार्यकालको शुभकामना। सम्माननीय प्रधानमन्त्री काठमाडौँ महानगरपालिकाको मेयरबाट सुरु भएको बालेन्द्र शाहको यात्रा अन्ततः प्रधानमन्त्रीसम्म पुगेको छ। छोटो समयमा नै उनले शिखर छुमेका छन्। नेपालको कार्यकारी प्रमुखको हिसाबमा आज बालेन्द्र शाहले देशको नेतृत्व गरिरहेका छन्। यस्तो अवसर पाउने योभन्दा अगाडिका नेता हाम्रो देशमा बिरलै पाइने गरेको छ, बिरलै पाइन्छ। अब हामीले पर्खर हेरेको अवस्थामा छौँ भने बालेन्द्र शाहको कार्यकाल कस्तो रहनेछ भनेर समीक्षा गरिहाल्ने समय भएको छैन। यद्यपि बालेन्द्र शाह प्रधानमन्त्री भएकोमा प्राय सबै नेपालीहरू हर्षित देखिएका छन्। एकजनाले बोल्नु है मजाले। पिसाब लाग्यो भने कहाँ जानुपर्ने थाहा छैन, तिर्खा लाग्यो भने कहाँ जानुपर्ने, अनि भन्नको लागि त चौथो अङ्क किन भन्ने बरु भएको पास यहीँ आज बुझाउने अनि जाने क्या सर। यस्तो पनि छ, पानी ल्याउनु भएको छ, व्यवस्थापन भयो। मन्त्रीज्यू त्यहाँ जानुहुन्छ भन्नुभएको छ, होइन मन्त्रीज्यू जानु भएर केही फरक परेन क्या। मन्त्रीज्यू त जानुहुन्छ, तर मेन त अर्को मुद्दा हो नि त। मुद्दा नै अर्को हो त। अनि मुद्दा अर्कै हो नि त। यस्तै सामाजिक सञ्जाल र सञ्चार गृहलाई नै बन्देज लगाएर त्यस अर्थमा चाहिँ आज गृहमन्त्रीज्यूले चाहिँ रोक्नुहुन्छ, अरूले रोक्नुहुन्न। रोक्यो भने पनि कोही उठ्यो होइन। अब हाम्रो सेक्युरिटी तिम्रो दया